नमस्कार, म यहाँहरूकै शब्दभरिको सारथी युवराज ठकुरी। पर्यटन, साहित्य, कृषि र विभिन्न मनोरञ्जनात्मक भिडियोहरू लिएर आउने क्रममा जेफाले सृजना डबलीको 245औँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी केराबारी गाउँपालिका 5मा रहेर कृषि पेसामा निरन्तर लागिरहनुभएका एकजना कृषकसँग अन्तर्संवाद र उहाँको कृषि फर्मका केही झलकहरू लिएर उपस्थित भएका छौँ। विशेष गरी कोरियामा 5 वर्ष बसेर आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ अघि बढ्नुभएका केराबारी गाउँपालिका 5 निवासी शेरबहादुर खजुमको कृषि फर्ममा हामी आइपुगेका छौँ। उहाँ विशेष गरी माछा पालन व्यवसायमा लाग्नु भएको छ। यहाँ देखिरहनु भएको छ माछा पालनका लागि 3वटा पोखरी निर्माण गरेर निकै लामो लामो निकै ठुलो आकारको पोखरीहरू निर्माण गरेर उहाँले माछा पालन व्यवसाय सुरु गर्नुभएको छ। आज हामी उहाँकै माछा फर्ममा आएर उहाँसँग केही कुराकानी गरेका छौँ। उहाँले अहिले हामी यहाँ ठ्याक्कै आइपुग्दाखेरि उहाँले माछा मार्ने प्रतियोगिता पनि सञ्चालन गरिरहनु भएको छ। आज हामीले देखिरहेका छौँ माछा मार्ने प्रतियोगितामा 10-12 जना सहभागीहरू आज यहाँ सहभागीहरू माछा मार्ने प्रतियोगितामा उत्रिरहनु भएको छ। हामीले उहाँको कृषि फर्ममा आइसके पछाडि देखेका उहाँका झलकहरू र उहाँको कृषि पेसामा लाग्नु हुँदासम्मको उहाँको सङ्घर्ष सफलताका कुराहरू उहाँसँगै हामी गर्नेछौँ। आउनुहोस् एकैछिन असल कृषक शेरबहादुर खजुमज्यूको केही कुराहरू सुनौँ। यहाँलाई जेफाले सृजना डबलीको 245औँ श्रृङ्खलामा स्वागत छ। आराम हुनुहुन्छ? त्यही त अहिले त समय यहाँको निकै व्यस्त समय देख्यौँ हामीले। माछा पालन व्यवसायमा लाग्नु भएको छ। कति साल भयो यहाँ लाग्न थाल्नु भएको? मैले यो माछा पालन व्यवसाय गरेको चाहिँ 2020 थियो। अहिले 26 वर्ष भइसक्यो। हजुर। अलिकति मान्छेको चाप चाहिँ बढेको चाहिँ 2 वर्ष भयो। 2 वर्ष 6 वर्षको अवधिमा 4 वर्ष चाहिँ सङ्घर्ष गरियो। हजुर। 2 वर्ष भयो अहिले चाहिँ। अब चाहिँ यहाँले फेरि नसक्नु भए जस्तो लाग्न थालेछ कि छैन? माछाको लागि चाहिँ अलिकति माग धेरै छ, उत्पादन कम भएकोले माछामा चाहिँ फेरिसक्नु छैन। हजुर, यहाँ सुरुदेखि नै कृषि पेसामै लाग्नुभयो कि कतै जानुभयो? म पढाइको सिलसिलामा साथीहरूको लैलोमा लागेर चाहिँ अब लाउरे नै भिडियो, लाउरे भइदिएन। त्यसपछि पढ्दा पढ्दै कोरिया जाने ट्रेन थियो। साथीहरू सबै कोरियन भाषा पढ्न थालेपछि म पनि कोरियन भाषा पढ्यो। साथीहरूसँगै नाम पनि निकाल्यो र साथीहरूसँग सँगै गएर पनि आयो। हजुर, यहाँको पहिलो रुचि चाहिँ त्यसो भने लाउरे भन्ने रुचि थियो। लाउरे भेट्दाखेरि असफल हुनुभयो। असफल भएसँगै कोरिया जाने सुरु भयो। कोरिया चाहिँ एकैचोटिमा निकाल्नु भयो? कोरिया चाहिँ अब साथीहरू पढेपछि मलाई पनि पढ्न रहर लाग्यो। साथीहरूको लैलोमा गएर पढियो। पहिलो प्रयासमै कोरिया नाम निक्ल्यो, जानु पनि भयो। विशेष गरी यहाँ चाहिँ अब कोरियामा पनि कृषि पेसातिरै लाग्नुभयो? कृषिमै जानुभयो, कृषिमै काम गर्नुभयो। तर माछा पालनमै त होइन होला नि? माछामा होइन, के गर्नुभयो? मैले चाहिँ दक्षिण कोरिया गएर चाहिँ कृषिमा गएर त्यहाँ सुन्तला खेती गरेँ। त्यही 5 वर्ष त्यहाँनिर मैले सुन्तलामै। माछा चाहिँ कसरी सुरु गर्नुभयो? माछा चाहिँ यहाँ ठाउँ त्यो हुन्छ नि, ठाउँ यस्तै खालको ठाउँ परेपछि चाहिँ अब गर्दा गर्दै सिकियो। यहाँको जग्गा पहिले नै यस्तै खालको ठाउँमा यहीँ थियो कि अथवा पछि खरिद गर्नुभएको? यो चाहिँ मैले चाहिँ अब दक्षिण कोरिया 2015मा गएर 20सम्म कमाएको पैसाले नै मैले खरिद गरेको। हजुर। अनि आउँदाखेरि त खासै पैसा थिएन, अलिअलि पैसा थियो, त्यो अलिअलि लाएँ। त्यसपछि गर्दा गर्दै केही थप ऋण लिएर चाहिँ मैले सञ्चालन गरेँ। अब जेफाले सृजना डबली हेरिरहनु भएको छ धेरै दर्शकहरू, कृषि पेसामा रुचि राख्ने दर्शकहरू पनि हुनुहुन्छ। सुरुमा माछा पालन म पनि गर्छु भन्नेहरू हुनुहुन्छ होला। सुरुमा यहाँले कतिमा लगानी गर्नुभयो कोरियाबाट जब फर्किनुभयो? त्यस पछाडि लगानी चाहिँ कति गर्नुभयो ठ्याक्कै? मैले सुरुमै ठ्याक्कै लगानी चाहिँ सुरुमा गर्दाखेरि लगभग मेरो 5 लाख रुपियाँ। जग्गा बाहेक? जग्गा बाहेक। जग्गा त छँदैछ, जग्गा किन्नुभयो, त्यो अर्कै कुरा भयो। जग्गा बाहेक माछा पालनमा 5 लाख लाउनु भयो। जस्तो माछादेखि अलिअलि यसो आफूलाई बस्ने नि त हरा थिएन, यो टेन्ट सबै गर्दाखेरि लगानी गरेर यसो बस्नको लागि सम्म बनाउँदा 5 लाख। पोखरी निर्माण गर्नुभयो, 3टा पोखरी। यो पानी चाहिँ अब पानीको लागि यहाँले त्यति मेहनत गर्नु परेको छैन, यहाँ खोला नजिकै बगिरहेको छ। हजुर,
अब अहिले पछिल्लो चरणमा चाहिँ माछा कतिसम्म बाहिर बजारमा चाहिँ यहाँ अब आउने पाहुनाहरूलाई खुवाउने कुरा अर्कै छँदैछ। बजारमा चाहिँ कति पठाउँदै हुनुहुन्छ? मैले सुरुवाती कालदेखि नै मैले माछा चाहिँ बजार पठाइनँ। सुरुवात कालदेखि नै यहीँनिर जस्तो कस्टमरहरू आउने सुरुमा जस्तो सुरुवातमा त माछै राम्रो उत्पादन भएन, 1-2 साल त होइन हजुर जानिएन रहेछ। त्यसपछि गर्दा गर्दै सिक्यो, केही तालिमहरू लियो, त्यसपछि अलिकति उत्पादन हुन थाल्यो। जब उत्पादन भएर मैले बेच्न थालेँ त्यतिखेरैदेखि चाहिँ मैले आफ्नो उत्पादन चाहिँ बजार लानु चाहिँ पऱ्यो। परेन, आफै यहाँ आन्तरिक पर्यटकको रूपमा आउनुहुन्छ, उहाँहरूले खानुहुन्छ, त्यही नै खपत भइरहेको छ। सुरुमा अब साथीहरू आउनुहुन्थ्यो, मेरो साथीहरू चाहिँ, अनि पक्रिने गर्थ्यौँ जस्तो गोल लाएर त्यसपछि यहीँनिर बनाएर खाने गर्नुहुन्छ र त्यही साथीहरूले नै बेला बेला आएर केही खाने केही चाहिँ लिएर जानुहुन्थ्यो त्यसरी। अब मासिक कमाइको रूपमा समग्रमा तपाईँले अनुमान अथवा तपाईँले त निकालिसक्नु भएको छ, मासिक कमाइको रूपमा कति जति हुन्छ? हालसाल पुग्यो। हजुर, अब अहिले तत्काल अहिले व्यस्तताको चाहिँ समय। अलिकति लगानी पनि मैले केही महिना अगाडि थप गरेर यता केही मैले रुमहरू बनाएको छु, यता किचन सिचन बनाएर यता लगानी गरेर अलिकति आम्दानी चाहिँ बढेको छ। अहिले 3 देखि 5 लाख मासिक रूपमा त्यति खर्च गरे। नखाने पुरा आम्दानी है। हजुर, खर्च नकाटिकनको चाहिँ खर्च त छँदैछ। खर्च छँदैछ आफ्नो बाटो। हजुर, अघि कुरा गर्नुभयो तालिम पनि लिए भन्नुभयो, पछि आइसकेपछि मात्रै तालिम लिनुभयो? गर्दा गर्दै मैले सुरुमा त जानिएन रहेछ, जानिएन, गर्दा गर्दै तालिमको अवसर मिल्यो, त्यसपछि तालिम लिएँ। हजुर, यो पछिल्लो चरणमा यहाँले जुन खेलाइराख्नु भएको छ, मैले कुरा गरिरहेको थिएँ पछिल्लो चरणमा यहाँले अर्को माछा मार्ने प्रतियोगिता पनि राखिरहनु भएको छ, यो चाहिँ कसरी सोच आयो? यो चाहिँ विशेष गरी मेरो अङ्कल हुनुहुन्छ, उहाँ चाहिँ पहिला मलेसिया जानुभएको थियो। उहाँनिर चाहिँ हाम्रो काकाले देख्नु भएको रहेछ र खेल्नु नि भएको रहेछ क्या। हजुर अनि यो आइडिया चाहिँ काकाले दिनुभएको मलाई। हजुर, अब माछा मार्ने प्रतियोगिता काकाको आइडियाबाट गर्नुभयो। गरेको। तर यसले अलिकति माछा पालन, माछामा अलिकति डिस्टर्ब हुने हो कि माछा फस्टाउने कुरामा, माछाले विशेष आहारा प्राप्त गर्ने कुरामा के लागिरहेछ तपाईँलाई? यसले माछालाई असर त पुरै नै गर्छ। विशेष गरी जस्तो अब हामीले माछा दिँदा यसरी बल्छी खेलाएपछि माछालाई दाना दिँदा माछा आउँदैन, हजुर, अनि त्यसैले माछालाई त पुरै असर। अब पछिल्लो चरणमा कसरी लाने योजना गरिरहनु भएको? अहिले चाहिँ विशेष गरी अहिले चाहिँ गेमको लागि चाहिँ प्रतियोगिता चाहिँ मैले यो माछा छेउको पोखरीमा गइरहेको छु। प्रतियोगिता मात्रै मैले यसमा गर्ने गर्छु र हजुर विशेष गरी फिसिङ चाहिँ मेरो लास्टको पोखरी ठुलो छ त्यसमा गराउँछु। र यो दुईवटा रह्यो र यता पछाडि सानो एउटा पोखरी बनाएको छु, त्यसमा चाहिँ भुराहरू हुर्काउँछु। हजुर र विशेष योजना चाहिँ यो दुईवटामा माछा हुर्काउने, माछामा भुरा लाउने र ठुलो भएपछि यही माछालाई चाहिँ तल्लो छेउको पोखरीमा चाहिँ सार्ने। जसरी भए पनि व्यवस्थापन गरेर यो माछा मार्ने प्रतियोगितालाई पनि सँगसँगै लाने योजना गरिरहनु भएको छ। परिवारमा को हुनुहुन्छ? अहिले हामी परिवारमा 3जना छौँ, एकजना छोरी छ। हजुर, 2जना। 3जनाले नै सम्हालिरहनु भएको छ। अहिले पछिल्लो समय चाहिँ केही लगानी थप्यो भने चाहिँ एकजना बहिनी राखेको छु, भान्जी। हजुर, अनि भान्जीले यता किचन र केही हेरिदिनुहुन्छ भने। निकै धौधौ छ यहाँलाई, त्यसो भने समय व्यवस्थापन गर्न निकै धौधौ छ। अनि यो फिसिङहरूको लागि चाहिँ हेर्नको लागि एकजना भाइ पनि राखेको छु, त्यो भाइले चाहिँ यता पुरै हेरिदिन्छ जस्तो। ए, उता जिम्मा दिनुभएको छ एउटा त? जिम्मा चाहिँ अर्को भाइ। ए, त्यसो भने अब यहाँको त माछा पालन मात्रै नभएर यहाँले निकै यो एरियामा अरू कृषिका कुराहरू पनि गर्नुभएको छ। केराहरू लगाउनु भएको छ, केराको बगैँचाहरू लगाउनु भएको छ, अब केही बाख्रा केही कुखुरा पनि गर्नु भएको छ होला, व्यवस्थापन जे होस् गरिरहनु भएको छ। अलिक गाह्रै भइरहेको छ, त्यही पनि भइरहेको छ। अहिले विशेष गरी चाहिँ मेरो माछा भयो, त्यसपछि अलिकति राम्रो भनेको केरामा भयो। केरा पनि निकै फस्टाइरहेछ। हुन्छ, अब आउने कृषि पेसामा लाग्ने भर्खरका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अब विदेश नजानु चाहिँ म भन्दिनँ होइन। एकचोटि समयको महत्त्व, कामको महत्त्व र सकेसम्म अब हामी नेपाली अलिकति हाम्रो आर्थिक स्तर, हाम्रो जीवन स्तर अलिकति नै छ। केही सालको लागि चाहिँ विदेश गएर 2-4 साल बसेर अनुभवहरू सिकेर केही लगानी लिएर चाहिँ नेपालमै गर्ने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। तर नेपालमा गर्दाखेरि अब सुरुवातमै अब गर्ने बित्तिकै धेरै हाम्रो नेपालीको चाहिँ के छ भन्दाखेरि गर्ने बित्तिकै हुन्छ भन्ने छ र अलिकति भएन भने जस्तो अब निराशा भएर त्यसलाई त्यो पेसालाई छोडेर अन्तै अरू पेसा अथवा विदेशै जाने प्रचलन छ। यसलाई चाहिँ रोकेर कुनै पनि पेसा अथवा व्यवसाय गर्दा चाहिँ निरन्तर दिन सक्यो भने चाहिँ त्यसबाट फाइदा लिन सकिन्छ र सफल हुन सकिन्छ जस्तो लाग्छ। एकैचोटि प्रतिफल नखोजिकन निकै दिगो रूपमा गर्नुपर्छ भन्ने गर्नुहुन्छ।
हुन्छ, समय दिनुभएको छ। यहाँको यो कृषि पेसा, कृषि व्यवसाय अझै पनि फस्टाउँदै जाओस्। यहाँलाई भन्न मन लागेका कुरा, मैले छुटाएका कुरा केही छन्? अब त्यस्तो त छ, अब नेपाल सरकारले जति जे गर्नुपर्ने त्यो त अब गरिदिएको छैन होइन। अब त्यति ठुलो आशा पनि छैन। त्यही पनि सरकारले केही चाहिँ गरिदिए चाहिँ हामी जस्तो साना कृषकहरूलाई अथवा व्यवसायलाई व्यवसाय गर्न, पेसा गर्नको लागि चाहिँ सहयोग पुग्थ्यो होला, प्रोत्साहन हुन्थ्यो होला। तर नेपाल सरकारबाट नीति नियम बनाउँदाखेरि चाहिँ त्यो चाहिँ भएको छैन। विशेष गरी हामीलाई त्यस्तो ठुलो आशा नभए नि केही मात्रामा भए केही पनि मात्रामा सरकारले हेर्दाखेरि नीति नियमहरू चाहिँ अलिकति राम्रो बनाइदिए हामीलाई सहज हुन्थ्यो। यो कुरा राख्दै गर्नुहुँदा नेपाल सरकारले अथवा स्थानीय तहहरूले कृषिको क्षेत्रमा निकै छुट्याएको पाइन्छ। यो चाहिँ कतातिर जान्छ, के हुन्छ, यो तपाईँलाई के लाग्छ? पाउन चाहिँ पाइन्छ, दिन्छ पनि, मैले नि लिएको छु, नलिएको होइन। तर त्यो लिन चाहिँ जस्तो हामी जस्तो सामान्य कृषकहरूलाई चाहिँ एकदमै झन्झटिलो छ। जस्तो मैले 2 साल अगाडि होला मलाई वाडाबाट केही रकम दिनुभएको थियो, त्यो निकासी गर्न, भुक्तानी गर्न एकदमै गाह्रो भएको त्यसो भने तल्लो स्तरको कृषकहरूलाई चाहिँ त्यो निकाल्नुभन्दा बरु ननिकालिकन गर्छु भन्ने एक खालको नैराश्यता बनाउँछ थियो। त्यो प्रक्रियाले गर्दा। त्यसो भने नेपाल सरकारले त्यो प्रक्रियालाई अलिकति सहज बनाएर जो कृषक हुनुहुन्छ, असली कृषकको लागि चाहिँ नीति नियम राम्रो बनोस् भन्ने चाहनुहुन्छ? हजुर, त्यसै गरी अहिले पछिल्लो समय नेपाल सरकारबाट को प्रदेश सरकारबाट चाहिँ ब्याजमा दिने अनुदान भन्ने एउटा शीर्षकबाट चाहिँ ब्याजमा अनुदान दिने कुरा भइरहेछ। र मैले नि त्यसमा सम्पूर्ण त्यो हुन्छ नि कागजी प्रक्रिया पुरा गरे तापनि, तर यहाँ हाम्रो सहकारी मार्फत गरेको, तर सहकारीको बुझाइमा चाहिँ त्यो चाहिँ अरू गरिरहेको, अरूले प्रक्रिया पुरा गरेर नै लिइरहेको कृषकहरूले पाएको छैन। अब यो हुँदैन भन्ने खालको कुरा हो। त्यो अगाडि बढाउनु भएन त्यसो भने? लगभग त्यो प्रक्रिया पुरा भएको हो, तर अगाडि पुरा गरेर पाउनु पर्ने हुन्छ ब्याजमा अनुदान, त्यो चाहिँ अगाडिको पाउनु भएन। साथीहरूले नि पाउनु भएको छैन र मैले नि पाउँदिनँ भन्ने खालको कुरा रहेछ। त्यो चाहिँ के कारणले रोकिएको? त्यो चाहिँ अब सरकारकै नीति नियम के के कारण हो त्यो त हामीलाई भनेपछि सहज, कृषकलाई सहज हुने खालको नीति नियमहरू बनियोस् भन्ने चाहनुहुन्छ? हजुर हजुर। पक्कै पनि असली कृषकहरूले सरकारी अनुदानहरू पाउन्, हाम्रो पनि यही कामना छ। कृषि प्रधान देश नेपाल, देशमा यहाँले चाहिँ विदेशबाट आएर एकदमै पछिल्ला युवाहरूलाई पनि एउटा उदाहरणीय काम गरिरहनु भएको छ। फेरि पनि यहाँको यो कृषि यात्राको सफलताको शुभकामना छ। पछिल्ला दिनहरूमा फेरि गफ गर्दै गरौँला। अहिले जेफाले सिटना डबलीमा अमूल्य समय दिनुभएको छ, यसको लागि धन्यवाद। धन्यवाद।